हेलो नमस्ते एभ्रिवान। आजको वेडिङ सेरेमनी मिनी ब्लगमा यहाँलाई स्वागत छ। हेर्नुहोस् त आउटफिट अफ द लुक्स। म चाहिँ टक्क ब्ल्याक ड्रेसमा रेडी भएर टक्क वेडिङको स्टार्सबाट भित्र छिरिसकेँ। तर के गर्नु, बाटो ब्लक भएर बाहिर यसो अनि फेरि हामी दिदीहरूको फ्यामिलीसँग मिलेर भित्र हलतिर लाग्यौँ, जहाँ चाहिँ वेडिङ सेरेमनी चाहिँ एभ्रिथिङ रेडी भएर बसेको थियो। अनि हामीलाई चाहिँ स्वागत गर्न दाईहरू बस्नुभएको थियो, अङ्कलहरू। अनि टक्क भित्र छिरेर यसो आफ्नो आउटफिट अफ द लुक चेक गरेर टक्क सरर डेकोरेसनको एउटा भिडियो बनाएँ। चेयरहरू कस्तो मजाले मिलेको, फ्लावरहरू मजाले सजाएको थियो। अनि त्यहाँदेखि बाहिर निस्केँ, चट्ट दाईसँग यसो गफ हान्दै, दाई मेरो मिनी ब्लगहरू बन्दैछ है, हेर्नै हाई हेलो भन्नुहोस् भनेर। अनि टक्क लाएर अनि गफसफ हानियो दाजुभाइहरू। अनि टक्क यसो सेल्फी पनि खिचियो। अनि त्यहाँदेखि लाएर फेरि भित्र यसो मेरो एउटा मिनी ब्लग बनाइदिनु भने। टक्क विभिन्न चर्चहरूबाट आउनुभएको गेस्टहरू थियो। अनि टक्क भिडियो बनाउँदै गएँ। दाइले पछाडिबाट राम्रो तरिकाले भिडियो खिच्दै हुनुहुन्थ्यो अनि अगाडि जमानेको सबै गेस्ट आएको कारणले लाज लागेर म चाहिँ सर अरू गेस्टहरूको भिडियो बनाउनतिर लागेँ। अनि सबै एकदम रेडी सेट भइसकेको थियो। मेरो साथी जोर्जिना र गौरवको पवित्र विवाह हुन लागिरहेको थियो। मेरो मिनी ब्लग हेरेर माया, सेयर अनि लाइक, सब्सक्राइब गरिदिनु होला। किनकि म भर्खर चाहिँ अब मिनी ब्लगहरू कन्टेन्टहरू बनाउँदैछु। हजुरहरूको माया साथ सपोर्ट दिनु होला। हेर्नुहोस् त मेरो प्यारी पुकुली भान्जी कति राम्री अनि क्युटी देखेको है त। साथीहरू सबैलाई चाहिँ एकदम ब्लेसिङ है। अनि थ्याङ्क यू फर वाचिङ दिस वेडिङ मिनी ब्लग। अनि टक्क लाएर अनि आफ्नो पनि यसो वान लुक्स च्याट्ट हेरिदिएँ।